केमा आयो त नि हजुर अब दुईटा बुढी हो झगडा नहोस् भन्ने Hey guys, welcome to my new vlog. तपाईँहरूलाई स्वागत छ हाम्रो यो भ्लगमा। आज चाहिँ हामी हेमिल्टन जाँदैछौँ। टट्ट चिसो छ होइन, ज्यानमा कता लगाएर न्यानो पारेर हामी छोरी डोनलाई भेट्न जाँदैछौँ। त्यही हो, छोरी डोनलाई भेटेर ट्याक्क पारेर के खान्छौँ हामी, खानेकुरा गरम गरम खान्छौँ। त्यही हो, हामी यसरी जाँदैछौँ 100को स्पिडमा। अहिले 90को स्पिड हानेछु मैले। 100को स्पिड हो, 90 भयो पारेर। सलल्ल पारेर गइन्छ। 2 दिन छुट्टीमा कस्तो भइरहेछ त? 2 दिन छुट्टीमा एकदम चिल पारामा एकदम फिल भएर आनन्द, क्या टेन्सन सेन्सन केही छैन, कामको केही छैन, आरामले यस्तो आनन्दै चिल पारामा आँखा चिम्लेर चलाइदिन्छ। यसरी नै आँखा नै यसरी खोज्छु, तर चलाउनु हुन्न नि फेरि आँखा चिम्लेर, फेरि ल्याम्मै पारेर एकतिर जान्छ नि। यस्तो हो फेरि, यहाँ त गाडी यस्तो छ स्पिडमा हान्छ ऊ। अब ओभरटेक गरेर आएको यो भाइ, ओके छ त। गाह्रो छ। सलल्ल पारेर गइन्छ। दुई दिन छुट्टीमा कस्तो भइरहेछ त? 2 दिन छुट्टीमा एकदम चिल पारामा एकदम फिल भएर आनन्द, क्या टेन्सन सेन्सन केही छैन, कामको केही छैन, आरामले यस्तो आनन्दै चिल पारामा आँखा चिम्लेर चलाइदिन्छ। यसरी नै आँखा नै यसरी खोज्छु, तर चलाउनु हुन्न नि फेरि आँखा चिम्लेर, फेरि ल्याम्मै पारेर एकतिर जान्छ नि। यस्तो हो फेरि, यहाँ त गाडी यस्तो छ स्पिडमा हान्छ ऊ। अब ओभरटेक गरेर आएको यो भाइ, ओके छ त। गाह्रो छ। एक प्यार